हाई एभ्रिवान, नमस्ते सेवानी सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। सो हजुरहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै सन्चै छु। आशा राख्छु हजुरहरू पनि एकदम सन्चै सुविस्तै हुनुहुन्छ होला भनेर। सो देख्नु हुँदै होला हजुरहरूले पनि म कहाँ छु भनेर। म चाहिँ छु अलिपुरद्वारको यहाँ रेलवे स्टेसनमा। यहाँ चाहिँ मेरो भाइ उसलाई छोड्नु आएको छु र ऊ चाहिँ आज एकदमै इमोसनल उयसमा छ हो। घरदेखि रुएर आइरहेको छ। यहाँ चाहिँ म जिस्काउँदै थिएँ उसलाई, अब चाहिँ नरुनु, राम्रोसँग जानु भनेर सम्झाउँदै थिएँ। ऊ चाहिँ फर्स्ट टाइम यसरी घर छोडेर जाँदैछ। भाइको मम्मी अब त रुँदैन होला नि। फेरि भनेर रुवाउनु आँटेको नरुनु फेरि यहाँ चाहिँ अर्को यो त झन् मुखै आएको कालो किनकि घरबाट चाहिँ म अलिकति लेट भएको थियो। सबैजना म आउँदा चाहिँ रेडी भइरहेको थियो होइन। आउँदा त सबैको आँखा अत्रो फुल्छ। फर्स्ट टाइम भाइ चाहिँ घर छोडेर जाँदैछ नि त, त्यही लागि चाहिँ इमोसनल भइराखेको छ। सबैजना आएको छु गाइस। बिचरा यी भाइको साथीले मिठाईहरू ल्याइदिएछ, खानाहरू बनाएर ल्याइदिएछ हो, ट्रेनमा खानु भनेर। भाइ चाहिँ साथीहरू भेट गर्नु आएको छ। भाइको लागि ल्याइदिएको फर्स्ट हामीले ट्राई गर्थ्यौँ। फाइनली ट्रेन पनि आइपुगिसक्यो होइन। एकदम यहाँ भाइहरू चाहिँ एकदम इमोसनल भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ उसको फेस। यहाँ चाहिँ दिदीहरू ब्यागहरू चढाइदिनु हुँदैछ। भाइले बाई बाई गर्दैछ हो। सिट खोजेर उसलाई छोडेर चाहिँ निक्लिनुहुन्छ। एकदम मम्मी आमा छोरा चाहिँ एकदम इमोसनल भइरहेछ। मम्मीदेखि फर्स्ट टाइम यसरी टाढो जाँदैछ नि त होइन। कहिले पनि ऊ मम्मीदेखि टाढो बसेको छैन। सानोदेखिको एकदम सँगै बस्ने सँगै खाने भइरहेछ। सो त्यसैले एकदम इमोसनल भइरहेछ। यहाँ देख्न सक्नुहुन्छ दाजु चाहिँ एकदम दाजु पनि इमोसनल भइरहेछ। सो ट्रेन चढिसक्यो, हामी जाँदैछौँ।